सानो रेलवे स्टेशन थियो। एउटा रेल धेरै दिनदेखि उही ठाउँमा रोकिएको। रोज स्कुल जाने सानी नेपाली बालिका त्यही बस्ने परेवालाई दाना खुवाउँथी। धेरै दिनपछि त्यस परेवाले सोही रेलको छानामा गुण बनायो। केही समयमै अण्डा दियो। एउटा बिहान अण्डा फुटे, नाना ठूला चल्ला निस्किए। परेवा र बालिका दुवै निकै खुसी। एक दिन परेवा दाना खोज्न उडेको बेला वर्षौंदेखि नचलेको जस्तो देखिने त्यो रेल अचानक सिटी बजाउँदै चल्न थाल्यो। चल्ला भएको गुण छानामै, रेल स्टेशनबाट टाढा हरायो। परेवा फर्केर आउँछ, रेल छैन। जताततै चल्ला खोज्दै भौँतारिन्छ। अन्त्यमा थाकेर स्टेशन छेउको रुखको हाँगामा बस्छ, आँखा ओभै र पटरीतिर हेरेर। त्यत्तिकैमा फेरि सिट्टी बस्छ। उही रेल बिस्तारै फर्केर स्टेशनमा रोकिन्छ। छानातिर हेर्दा उही गुण, भित्र सुरक्षित बसिरहेका नानी चल्ला। परेवा खुसीले उडेर गोणमा पुग्छ। पखेटामुनि बच्चा बेर्छ। तलबाट बालिका मुस्कुराउँदै हेरेकी। अनि त्यसपछि दुवैले रुखको हाँगामै नयाँ गुण बनाउँछन्, जहाँ रेल चले पनि घर भने कहिल्यै नचलोस्।